हेलो गाइस, वेलकम ब्याक टु माई न्यू भिडियो। तपाईहरुलाई मेरो नयाँ भिडियोमा फेरि पनि धेरै लामो समयपछि स्वागत छ। र अब भने चाहिँ मैले मेरो युट्युब च्यानललाई फेरि रिकभर गरिसकेको छु। साथीहरु एकदमै सपोर्ट गरिदिनु होला, माया गरिदिनु होला, पहिला चाहिँ एकदमै राम्रो माया दिनु होला भन्दै आजको ब्लग तर्फ चाहिँ हामी अगाडि बढ्नेछौं साथीहरु। अलिकति दाउरा चिर्नु थियो, चिरिसके र अब भने चाहिँ आज हाम्रो चाहिँ श्रमदान गर्ने दिन हो र अब चाहिँ हामी खानासाना खान्छौँ। खाना खाइसकेपछि चाहिँ हामी श्रमदानतर्फ लाग्छौँ है। सबैजना साथीहरू भेला हुन्छन् र आज चाहिँ हाम्रो माथि खोला खोल्सीमा हल्का सामान्य हामी मानिसहरूले गर्न सक्ने खालको चाहिँ बाटोहरू मर्मत गर्छौँ अथवा त्यस्तै खालको सामाजिक काम गर्छौँ है श्रमदानमा चाहिँ प्राय जसो। र आज पनि हाम्रो श्रमदान गर्ने दिन हो र साथीहरु अब हामी खाना खान्छौँ अनि त्यसपछि हामी एक बेला लगभग 12 बजे 1 बजेसम्म चाहिँ हामी श्रमदान गर्नलाई जान्छौँ। साथीहरु अब चाहिँ खानाहरू खाइसक्यौँ। अब भने चाहिँ हामी श्रमदान क्षेत्रतर्फ जानेछौँ। म चाहिँ साथीहरू पर्खिरहेको छु, आउँदै होलान्। ल है साथीहरू, आजको श्रमदान गर्ने ठाउँ चाहिँ यही खोल्सा हो। साथीहरू भेला भइसकेका छन्। यहाँ अब हाम्रो पनि बृहत श्रमदान हुनेछ है त। जय माटो जय देश। हो कुङबा अलिक फुट्ने गरी हान्नु है। ल हान्नु त, हेर्दै फुटाइदिउ। दसमान कस्तो हुँदैछ? अनुहार लुकाउनु हुँदैन, अनुहार लुकाउनु। हाम्रो यहाँ यति लामो लाइन छ। कस्तो हुँदैछ? साह्रै मजा हुँदैछ। काम गर्नु पाए पनि हिरोइनहरू पनि आउनु भएको छ। मामा केही भन्नु पर्यो, 2 शब्द भन्दै जोस गन्छ र सर्वदान जस हाम्रो निवासी गाउँ, हाम्रो वडा 6 बिमिरे एकदम जस यस भनौँ
लक पनि अब अहिलेसम्म हाम्रो विकासहरू भइराखेको छ, धेरै राम्रो छ। सबैजना भेला भएकोमा, धेरै हाँसखेल भएकोमा, काम यस्तै दुःख ढुङ्गामुढा गर्दै यो दुःख पीडाहरू मनमा राख्दै सबैले काम गरिराखेको छौँ र काम गरिराखेको छन्। यति भन्दै म दुई शब्द म यहीँ राख्न चाहन्छु। दुईटा त कसरी लिन्छ एउटा एउटा दुईटा कसरी लिन्छ साथीहरू हाम्रो सर्वदान यही खाल्डोमा हुँदैछ। यो चाहिँ बाटो यस्तो छ है। सक्किनु आँटो सक्किनु आँटो। ल है साथीहरू, अब यहीँ हुँदैछ हाम्रो सर्वदान। अब लगभग सकाउन लाग्यो। 3टा जाली ग्याबिङ हालिसक्यो। यहाँ हाम्रो लाइनबद्ध तरिकाले काम गरिरहेका छौँ र यता मास्तिर ढुङ्गा फुटाउने टोलीहरू छ र ढुङ्गा ओसार्ने यहाँ चाहिँ हामीले जाली भरिरहेका छौँ। ल है, यहाँ चाहिँ खाजा वितरण हुँदैछ है। हाम्रो श्रमदान चाहिँ समापन भएको र हल्का फुल्का यसो 100-150 रुपियाँको चाहिँ खर्च गरियो। जसमान कस्तो हुन्छ? काम गर्दा राम्रो हुन्छ? ल हाम्रो मामालाई खाजा। उता माइजू र साकारिनी भाउजू खाजा केक खाउन पार। यार के दाजु
गाइचो हेलो कस्तो भयो श्रमदान एकदम दामी दामी छ दामी दामी छ दामी देख न गाइस देख न ल ल सबैजनालाई धन्यवाद श्रमदान गर्नु आउनु भएकोमा कस्तो भयो काम गर्दा जाति राम्रो भयो आमा आजको श्रमदानमा कतिको आजको सर्वदान हाम्रो देश गुड छ एकदम धन्यवाद छ सबैलाई होइन ढुङ्गा माटो गर्दै सबैजना सर्वदान गर्दै यो हाम्रो बिमिरेमा लक पनि छुट्टी भइसकेको छ ल ल मामा हस् त धन्यवाद एकै मुठी मात्रै दाजु हामी त दामी चित्त दुखाउने मान्छे ल आज यति चाहिँ लाग्यो हेलो 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 सम्पूर्ण श्रमदाताज्यूहरूलाई आजको श्रमदान यति नै भनेर घोषणा गर्न चाहन्छु र आउने शनिबार यो खोलाको पल्लोपट्टि श्रमदान गर्ने भनेर अनुरोध गर्दछु हस्त धन्यवाद सम्पूर्ण श्रमदाताहरूलाई धन्यवाद दिन चाहन्छु हस्त धन्यवाद भन्दै हाम्रो आजको छोटो मिठो डेली ब्लग यहीँ अन्त्य गर्न चाहन्छु धन्यवाद